नमस्ते सबैमा। कहिलेकाहीँ गुनगुनाउने गर्थे र गुनगुनाउन साह्रै मन पनि पर्छ र कहिलेकाहीँ यसो कविता कोर्ने गर्थे र आज चाहिँ वाचनै गर्न मन लाग्यो। एउटा कविता कोर्दै थिएँ, वाचनै गर्न मन लाग्यो। सुन्नु होला है। मेरो भाषामा अलिक शुद्धता छैन, बुझेर सुन्नु होला। मेरो कविताको शीर्षक छ ऐना। सुन्नु होला है मजाले, अन्तिमसम्म सुन्नु होला। मेरो कविताको शीर्षक छ ऐना। ऐना हेर्दा जुन देख्दैछौ, ऐना हेर्दा जुन देख्दैछौ त्यो तिमी होइनौ, त्यो तिमी होइनौ। उदाहरण, सानोमा अर्कै थियौ, ठुलो भयो अर्कै छौ, बुढाबुढी हुन्छौ अर्कै बन्छौ। वास्तविकता, त्यो जुन देखिरहेका छौ, त्यो जुन देखिरहेका छौ त्यो भित्रको चाहिँ तिमी हो, त्यो भित्रको चाहिँ तिमी हो। के हो भन्नुहोस् त? छ नि हड्डी, कङ्काल, त्यसकै कुरा गर्दैछु। त्यो भित्रको चाहिँ तिमी हो। के हो भन्नुहोस् त? कङ्काल। सानोमा पनि त्यस्तै थियो, आज पनि त्यस्तै छ, भोलि पनि त्यस्तै रहनेछ। घमण्ड नगर सुन्दरताको, घमण्ड नगर सुन्दरताको, दुःख नमान कुरूपताको, दुःख नमान कुरूपताको। घमण्ड नगर धनीपनको, घमण्ड नगर धनीपनको, पीडा नमान गरिबपनको, पीडा नमान गरिबपनको। सृष्टिकर्ता बेवकुफ होइन, सृष्टिकर्ता बेवकुफ होइन। जुन तिमी हामीले सजिलै बुझ्न चाहन्छुन छैन, जुन तिमी हामीले सजिलै बुझ्न चाहन्छुन छैन। तिमीले जुन देख्दैछौ, तिमीले जुन देख्दैछौ, जुन सोच्दैछौ त्यस्तो कदापि हुँदैन, त्यस्तो कदापि हुँदैन। तर यो धरतीको कसैलाई धेरै, कसैलाई थोरै पटक्कै गर्या होइन। तर यो धरतीको कसैलाई धेरै, कसैलाई थोरै पटक्कै गर्या होइन। छुट्याएको त झन् कदापि होइन, छुट्याएको त झन् कदापि होइन। ओम बाबाजी ओम। जय श्री कृष्ण, जय पशुपतिनाथ।